विजयादशमी मनाओ, विजयादशमी मनाओ, रावण को तुम भस्म करो, अब राम से प्रीत जुटाओ। विजयादशमी मनाओ, विजयादशमी मनाओ, विजयादशमी मनाओ। ओम शान्ति। सर्वप्रथम यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार। आदरणीय महानुभाव, आज सम्पूर्ण नेपालीहरूको महान एवं पवित्र पर्व विजयादशमीको सुखद उपलक्ष्यमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय परिवारको तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं सुख शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु। हिन्दू धर्मभित्र मनाइने अनेक पर्वहरू, जसमा चाहे ऐतिहासिक पक्ष होस् वा सामाजिक पक्ष, अनेक सांस्कृतिक र आध्यात्मिक मूल्य एवं मान्यताहरू लुकेका छन्। त्यस्तै विजयादशमी पर्वको विश्लेषण गर्दा यसले पनि ऐतिहासिक पक्षका साथसाथै सामाजिक, आध्यात्मिक, सांस्कृतिक र नैतिक पक्षलाई समेत ओगटेको छ। पौराणिक मान्यता अनुसार त्रेता युगमा जब रावणको अत्याचार चरम सीमामा पुग्यो, तब रावणको अत्याचारबाट सृष्टिको रक्षार्थ श्री रामको अवतार भयो र रामले दशानन अर्थात् 10 शिर भएको रावणमाथि विजय प्राप्त गरी सृष्टिको रक्षा गर्नुभयो। यसै अर्थमा पनि दशैँलाई विजयादशमी पनि भन्ने गरिन्छ। एकातिर उपरोक्त मान्यताले ऐतिहासिक वा पौराणिक पक्ष बोकेको छ भने अर्कोतिर यस पर्वको सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। जब दशैँ आउँदछ तब राम्रो लुगा लगाउनै पर्दछ भन्ने हाम्रो मान्यता, चाहे त्यो ऋण धन गरेर नै किन नहोस्। साथै टाढा टाढा भएका सबै परिवार एकत्र हुने, टीका जमरा ग्रहण गर्ने, ठुलोले सानोलाई आशीर्वाद दिने अर्थात् एक अर्कामा आशीर्वादको लेनदेन गर्ने। त्यसपछि अरू बेला नभए पनि वर्षको एक पटक दशैँको बहानामा मिठो खानै पर्दछ भन्ने हाम्रो मान्यता रहिआएको छ। त्यो पनि मिठो भनेको कुनै सात्विक भोजन होइन, खसी, बोका या अन्य कुनै जनावरको मासु खाने र मासु नखाइकन त दशैँ कसरी मनाएको हुन्छ र? घर घरमा यो पाक्नै पर्दछ भन्ने मान्यता राख्नेहरू पनि भएको पाइन्छ। साथै जति सकिन्छ आफ्ना इष्ट मित्र आदि सबैसँग टीका र आशीर्वाद थाप्ने र एक पटक भए पनि दशैँमा पिङ खेल्नै पर्दछ, भुइँ छोड्नै पर्दछ भन्ने मान्यता पनि रहेको पाइन्छ। आदरणीय महानुभाव, कुनै पनि पर्व मनाउने क्रममा चाहे त्यो व्यक्तिसँग होस्, कुनै घटनासँग होस् वा स्वयं ईश्वरसँग नै सम्बन्धित किन नहोस्, त्यसका पछाडि एक सुखद स्मृति एवं भावपूर्ण मर्म लुकेको हुन्छ। बाहिरी रूपमा जसरी मनाए पनि यस्ता चाडपर्वहरूमा आध्यात्मिक रहस्य अवश्य निहित हुन्छ। तर आज हामी यिनीहरूले मानव जातिलाई दिन खोजेको सही सन्देशलाई बुझेर पर्व मनाएका छौँ त, या केवल आफ्नो स्वाद, मनोरञ्जन र स्वार्थपूर्तिका लागि मात्र मनाएर विकृति र विसङ्गतिलाई भित्राइरहेका त छैनौँ? वास्तवमा यस पर्वको आध्यात्मिक पक्षलाई अध्ययन गर्दा स्पष्ट हुन्छ कि त्यो यही समय हो जहाँ शुम्भ निशुम्भ आफ्नो दृष्टिबाट विकारको धुवाँ निकाल्ने र रगतको एक एक थोपामा विकारको बिउ मिसिएर त्यसलाई कर्मेन्द्रियबाट प्रकट गरी विकराल राक्षसको रूप लिने यस्ता धूम्रलोचन र रक्तबीज रूपी असुरहरूले समाजलाई पीडित तुल्याइरहेका छन्। जहाँ सम्पूर्ण नारी जातिलाई पुरुष प्रधान समाजले कमजोर या अबलाको दृष्टिले हेर्दछन् र हरेक अधिकारबाट वञ्चित राख्दछन्। खुट्टाको जुत्ता अर्थात् जति फेरे पनि हुन्छ भन्ने निकृष्ट सोच राखेर नारीलाई घृणित रूपले हेर्ने आसुरी प्रवृत्तिले जब चरम सीमा नाग्दछ, ईश्वरप्रति आस्था श्रद्धा राख्ने निष्ठावान, धर्मपरायण र कर्तव्यपरायण दैवी प्रवृत्तिको अस्तित्व जब खतरामा पर्दछ,
तब उनीहरूले नै मनै मन ईश्वरलाई पुकारिरहेका हुन्छन्। उनीको करुण पुकार सुनेर स्वयं परमात्मा शिव यस धरतीमा प्रकट हुनुहुन्छ। तर के स्वयं परमात्माले यो आसुरीयतालाई नष्ट गर्ने कार्य एक्लै गर्न सक्नुहुन्थेन र? अवश्य सक्नुहुन्थ्यो। तर शताब्दीदेखि नारी अबला हुन् भन्ने पुरुष प्रधान समाजको अभिमान र भ्रमलाई परमात्माले चिरफार गर्नु थियो। त्यसैले यस कलियुगको अन्तमा परमात्मा शिवले शिव शक्ति नारी ब्रह्मा कुमारीहरूलाई प्रकट गरी उनीहरूलाई संसारमा मौलाएको आसुरीयतालाई नष्ट गर्ने र विश्व परिवर्तन गर्ने जिम्मेवारी सुम्पिनु भएको छ। जो व्यक्ति यस ईश्वरीय कार्यमा सहयोगी बन्दछ उसको निसन्देह रक्षा हुनेछ। अर्कोतिर 5 विकार रूपी रावण पनि आज हरेक भित्र उत्तिकै व्याप्त छ। चाहे जुनसुकै नामकरण गरौँ, यी असुर भनेकै मानिसभित्र भएका 5 विकार रूपी आसुरी प्रवृत्तिका अलग अलग नाम हुन्। त्यसैले परमात्माले एकातिर देवी अर्थात् शिव शक्तिद्वारा आसुरीयतालाई विनाश गर्नुहुन्छ भने अर्कोतिर स्वयं परमात्मा शिव रूपी निराकार रामले 5 विकार रूपी रावणलाई मात्र नभई रावण राज्यलाई नै समाप्त गरी एक सुखद संस्कृतिको स्थापना गर्दै हुनुहुन्छ। आदरणीय महानुभाव, रावणको 10 शिर देखाउनुको आध्यात्मिक अर्थ हो कि यो 5 विकार आज हरेक नर र नारी दुवैमा उत्तिकै रूपमा विद्यमान छ। निराकार रामले यी विकार रूपी रावणलाई विनाश गरी आत्मारूपी सीतालाई रावणको शोक वाटिकाबाट मुक्त गर्नुहुन्छ र ज्ञान योगको अग्नि परीक्षाबाट शुद्धिकरण गरी आफ्नो साथमा घर लैजानुहुन्छ। त्यसैले यस पर्वलाई दशहरा अर्थात् विजयादशमी भनिन्छ। जब निराकार राम यस सृष्टिमा अवतरित हुनुहुन्छ तब जन जनलाई ईश्वरीय ज्ञान र सहज राज्यको शिक्षा दिनुहुन्छ र यही ज्ञान र योगको शिक्षाबाट प्रत्येक नर नारीले आफूभित्रको विकार रूपी हिंसक वृत्ति अथवा पशुत्व वा आसुरीयतामाथि विजय प्राप्त गर्न सक्छन्। अर्थात् असत्यमाथि सत्यको विजय हुन्छ। यथार्थमा भन्नुपर्दा सत्यको नयाँ जन्म हुन्छ। यही खुसियालीमा नै नयाँ वस्त्र लगाउने, मिठो खाने र आफन्तजन जम्मा भई विजयको प्रतीक टीका जमरा ग्रहण गर्ने तथा आशीर्वादको लेनदेन गरी खुसी र आनन्दको प्रतीक पिङ खेलेर पनि रमाउने गरिन्छ। असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको, विकृति र विसङ्गतिमाथि श्रेष्ठ संस्कृति र मानवीय मूल्यको, अहिंसाको बलबाट विजय प्राप्तिको प्रतीक हो यो विजयादशमी पर्व। तर विडम्बना, यसलाई हाम्रो सामाजिक पक्षले कुन रूपबाट लिँदैछ? यही पर्वको नामबाट अनेक झुट, छल, कपट र कालोबजारी भइरहेका छन्। यही पर्वको नाममा अनेक हिंसात्मक कार्य भइरहेका छन्। निर्दोष र निश्चल प्राणीहरूको हत्या भइरहेको छ। के यही हो हाम्रो धर्म र संस्कृति? देवीको नाम लगाएर ढुङ्गा रातो, पेट तातो बनाउने र परम्पराको आड लिएर विकृति र विसङ्गतिलाई निरन्तरता दिने काम भइरहेको छ हाम्रो संस्कृतिमा। यसबाट संस्कृतिको रक्षा होइन, बरु संस्कृतिको धज्जी उडाएर लछार पछार पार्दै मरणासन्न अवस्थामा घाटमा पुर्याउँदैछौँ हामीले हाम्रो संस्कृतिलाई। वास्तवमा हामीले यस्तै विकृतिहरूलाई स्थान दिएर आफ्नो संस्कार र संस्कृतिलाई आफै कमजोर बनाइरहेका छौँ। आज मान्छेले मान्छेलाई मार्यो भने कैद हुन्छ, तर आज निरीह पशुको व्यवस्थालाई मानिसले आफ्नो स्वार्थ पुरा गर्ने माध्यम बनाएको छ। मानवलाई सर्वश्रेष्ठ प्राणी र एक विवेकशील प्राणीको दर्जामा राखिएको छ। तर विवेकशील प्राणीले विवेकहीन प्राणीको हत्या गरी आफ्नो जिब्रोको स्वाद र पेटको भोकलाई मेटाउनु यो विवेकशीलता हो त? तसर्थ आदरणीय महानुभाव, यही समय हो जहाँ परमात्माले हामी सबैको मस्तकमा विजयको प्रतीक टीका लगाएर ईश्वरीय वरदानले भरपूर गरिरहनु भएको छ। साथै इन्द्रियको आकर्षणदेखि अलग र देह अभिमान रूपी धरतीबाट माथि उठेर अतीन्द्रिय सुखको झुलामा झुल्न पनि सिकाउनुहुन्छ। हजुरहरू यो कर्तव्य खोज्न अन्य कुनै युगमा जानु पर्दैन। साँच्चै नै
जसले इन्द्रियको आकर्षण र देह अभिमान रूपी भुइँबाट आफ्नो बुद्धि रूपी पाउलाई एकपटक भए पनि अलग गरेर अतीन्द्रिय सुखको झुलामा झुल्दछ भने त्यस्तो परम आनन्द अरू चिजमा कहाँ छ र? तसर्थ हे आध्यात्म प्रेमी अहिंसालाई परम धर्मको रूपमा मान्दै आउनुभएका परमात्मा प्रेमी प्रियजनहरू, यसपालिको दशैँलाई सात्विक रूपबाट मनाऊ। विकृति र विसङ्गति एवं दशैँ विकार रूपी आश्चर्यतामाथि विजय प्राप्त गरी मानवता र सत्यताको क्षति हुनबाट जोगाउनुको प्रतीक आत्मस्मृतिको टीका अथवा अक्षता लगाऊ। पारस्परिक स्नेह, सद्भाव एवं सुविचारका बिउबाट सुख, शान्ति र समृद्धि रूपी खेतीले सम्पन्न भई साङ्गठनिक भावना र एक मत रूपी जमराले शिरलाई सजाऊ। सर्व आत्माहरूलाई आफ्नो स्वजन ठानी शुभ भावना र आशीर्वादको लेनदेन गरौँ। मानिसमा मात्र नभई निर्दोष मारिएका प्राणीहरूप्रति पनि शुभ भावनाको दान गरौँ र प्रार्थना पनि गरौँ कि अहिलेसम्म मारिएका प्राणीहरूको पाप नलागोस्। परमात्मा प्रतिको प्रेम, ईश्वरीय आनन्द र देह अभिमान रूपी धरतीबाट माथि उठेर अतीन्द्रिय सुखको पिङ खेलौँ र नयाँ विचार, शुद्ध विचार एवं मूल्ययुक्त विचारले आफ्नो जीवनलाई सजाऊँ। यदि हामीले यो पर्व यसरी मनाउन जान्यौँ भने मात्र परम्परागत संस्कृतिको रक्षा हुनेछ, सबै सङ्कटहरू टर्नेछन् र यो पर्व मनाउनुको सार्थकता रहनेछ। ओम शान्ति।